नमस्ते गाइज, म धेरै पछि आउँदैछु। त्यसको लागि हजुरहरूसँग क्षमा पाऊँ है, किनभने म सरी भन्न चाहन्छु हजुर सबैलाई, दाजुभाइ दिदीभाइ देश विदेशका सबैजनालाई। किनभने मलाई अलिकति समस्या थियो, त्यस कारणले आउन पाइनँ। अब चाहिँ म हजुरहरूलाई बेला बेलामा खानाको रेसिपी देखाउँदैछु है। यो चाहिँ आज म एकदमै सबैलाई मनपर्ने यो माछाको रेसिपी देखाइदिन्छु हजुरहरूलाई। हजुरलाई मन परेमा लाइक कमेन्ट गरिदिनु होला, थ्याङ्क यू। अब यो माछालाई चाहिँ यस्तो मजाले पखाल्नुपर्छ। यसलाई चाहिँ यस्तो मजाले पखाल्नुपर्छ पुरै। उनीहरूको एकदम फोहोर पानी पनि हुनसक्छ, त्यही भएर चाहिँ आफ्नो घरको सफा पानीले पखाल्नुपर्छ यसरी। अनि यो माछाको लागि चाहिँ यो गाजर अनि यो स्पेसली अदुवा हाल्नुपर्छ, किनभने यसको गन्ध सबै यो माछा गनाउँछ, यसको गन्ध त्यो जान्छ कि यो अदुवाले गर्दामा। अनि यसमा चाहिँ सब्जीहरू यो पालुङ्गो हो। त्यसपछि चाहिँ यो हजुरलाई हरियो प्याज, यो हरियो प्याज हो। त्यसपछि यो हरियो खुर्सानी, किनकि यसमा एकदमै मिठो हुनको लागि चाहिँ हरियो खुर्सानी यति मसला हाल्नुपर्छ। यो प्याज ल हो, पालुङ्गो, माछाको लागि हो स्पेसली यो चाहिँ जिरा, यो नुन हो, यो बेसार, यो धुलो खुर्सानी। अब म हजुरहरूलाई चाहिँ कसरी यसलाई राख्ने भन्ने तरिका देखाउँदैछु। अब यो माछा यसको यो जुन छ नि हजुर यहाँ यसरी फ्याक्छ यो। अब यसलाई चाहिँ के गर्ने भन्दाखेरिमा हजुरको यसलाई पहिला हामीले यो मसला हाल्ने, यो जिरा मसला यसरी यसमा पुरै हालिदिने यसरी। त्यसपछि यो बेसार पनि हल्का यसरी दल्ने यसलाई। त्यसपछि नुन पनि, नुन यो मसला चाहिँ सबै यहाँ यसरी यसलाई पुरै हाल्ने हो। यसरी सबै अब मैले हजुरलाई देखाइसकेको छु। भाँडा चाहिँ अलिक सानो भएर मैले अर्कोमा खनाएको हो है, त्यो भाँडा अलिक सानो भएर। अब यसलाई चाहिँ पुरै मसलाहरू यस्तो गरेर मसला चाहिँ यस्तो ल्याइनुहोस्। अब हेर्दैखेरि नै यसलाई खाउँ मन लाग्ने त बनाउनु पऱ्यो हजुर, नभए त अब मिठो हुन्न। अनि अब यसलाई यस्तो गरेर यहाँभित्र सुत्रोसँग यसको अब चाहिँ यसमा यो मसला हाल्ने हो सबै, यो माछा ठिक पारेको हो। यसमा चाहिँ के गर्ने भन्दाखेरि यो गाजर यसरी राखिदिने यहाँ यो भित्र, किनभने यो बफेर मस्तले पाक्छ। अनि यो सबै मसला हामीले खाने, यो हरियो खुर्सानी। त्यसपछि हजुरलाई यो चाहिँ यो प्याजको पत्ता धनियाँ सबै छ यसमा। यसलाई यसरी कोदिने भित्र। पालुङ्गो पनि छ यसमा, पालुङ्गो सबै यो चाहिँ विदेशी मैले खाएको जस्तै हो कि। अनि अदुवा पनि हाल्नु पऱ्यो यसमा। अब चाहिँ यो माछालाई चाहिँ केमा स्टिम गर्ने भनेर हेर्नुहोस्, यस्तो भाँडामा है, यस्तोमा गर्ने हो है। अहिले म हजुरहरूलाई देखाउँदैछु लास्टमा। यस्तो नभए यति के गरी यस्तो भयो भने यस्तो प्लेटमा पनि मिल्छ, प्लेटमा पनि।
अब यसलाई चाहिँ के गरेर हाल्ने भन्दा हेर्नुहोस् ल यो माछालाई मैले यसरी उठाएँ है हेर्नुहोस् यो भित्र कति मसला सबै छ नि त ल हेर्नुहोस् अब यहाँलाई यसरी राखिदिने टक्कै यसरी राख्ने ल हेर्नुहोस् यहाँ कति राम्रो देख्यो ल हेर्नुहोस् यहाँ यसरी राखिदिने अनि यसलाई यसरी छरिदिने हो अझै हजुरलाई यसको लागि यहाँ मसलाहरू यसरी छरिदिनुपर्छ ल हेर्नुहोस् त कस्तो देखियो ल हेर्नुहोस् यो कति राम्रो देखियो है अब स्टिम गर्नुपर्छ अब यसलाई अहिले म देखाउँछु हजुरहरूलाई है ल अब स्टिम गर्नको लागि चाहिँ पानी थाप्दैछु यो चाहिँ मोमोको भाँडा हो है अलि ठुलै भाँडा चाहिन्छ सानो भाँडामा अलि अप्ठ्यारै हुन्छ सिङ्गे माछालाई चाहिँ अलिक ठुलै चाहिन्छ यो मोमोको यो भाँडा हो यसमा यहाँ राख्यो त्यसपछि चाहिँ हजुरको चाहिँ यो यसरी राख्यो यसलाई नै यसरी यस्तरी मिलाउनुपर्छ यसलाई दुध बेसी छोडिदिने अब यसलाई स्टिम गर्न राखिदिन्छु म यसलाई चाहिँ यो चाहिँ स्टिम कति भने हजुरलाई 15-20 मिनट जति आधा घन्टा जति लाग्छ बिचमा पनि यसलाई एकपल्ट चाहिँ पल्टाउनुपर्छ किनभने यो हजुरको यो अहिले एक पाखा मात्र पाक्छ अनि यसलाई चाहिँ किनभने एकचोटि फेरि पल्टाउनुपर्छ अर्को पाखा नि पाक्नुपर्छ नि त त्यही भएर मैले हजुरलाई देखाउँदैछु 20देखिको लिएर 30 मिनटभित्रमा पाकिसक्छ यो एक साइडमा अहिले मैले पल्टाइदिएँ अब यसलाई फेरि 20 मिनट लगभग हजुरको 1 घन्टा 10 मिनट लाग्छ पाक्नलाई है किनभने यो ठुलो माछा छ एकदम टाइम लाग्छ यो चाहिँ चिनी हो है चिनी चाहिँ यसलाई यो माछाको लागि नै हो है 1 चम्चा भयो 2 चम्चा यसरी यो किनभने हजुरलाई अनि यो चाहिँ सोया सस है यो चाहिँ चाहिन्छ नै सोया सस हो यसलाई चाहिँ हजुरको यो हालेर यसरी यो छोडिदिने किनभने यो पक्लिँदै जान्छ अहिले लास्टमा यो माछालाई सर्र हालेर खानुपर्छ यसले एकदम टेस्ट लिएर आउँछ है हजुरलाई हेर्नुहोस् यो सोया सस र चिनीलाई यसरी पगालेर यसलाई केही नभए नि 10 मिनट जति राख्नुपर्छ यो चिनीलाई चाहिँ पग्लेर जान्छ यो पुरै हेर्नुहोस् त कस्तो देखियो हजुरहरूलाई यो हेर्दाखेरि नै खाउँ मन लाग्यो कि मन लागेन हेर्नुहोस् अब यो जुन छ नि हजुरलाई अघि मैले यो सोया सस र चिनी यो अब यसलाई चाहिँ यसरी माथि भएर सरर पार्ने यसरी सरर गरेपछि यसमा एकदमै स्वाद आउँछ असाध्यै मिठो हुन्छ ल हेर्नुहोस् यहाँ यसरी गरिदिने यसको यहाँदेखिको यसरी पुरै भिज्नुपर्छ यसले यस्तो गरिदिनु हेलो गाइज ल हेर्नुहोस् त हजुरहरूलाई यो हेर्दामा कस्तो लाग्यो त यो मेरो रेसिपी खाउँ मन लागेन हजुरहरूलाई यदि हजुरहरूलाई मन परेमा लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला एकदम मायाले राम्रो कमेन्ट लाइक सक्दो थ्याङ्क यू